5 को न्यू ट्रेन्ड्स इन पावर सिस्टम त्यो भनेको मैले चाहिँ मार्क्स डिभाइड गर्दाखेरि मेरो हिसाबमा सब डिभिजन छैन प्रत्येक च्याप्टर फर्स्ट च्याप्टर जुन एक्ट्स रुल्स रेगुलेसन्स छ त्यसलाई 15 नम्बर अनि च्याप्टर 2 र 5 लाई चाहिँ 10-10 नम्बर हैन अनि त्यसपछि च्याप्टर 4 र 3 लाई चाहिँ जुन म्यानेजमेन्ट र डेभलपमेन्ट छ त्यसलाई चाहिँ 5-5 अथवा 5-5 नम्बर भनौँ न त्यो हिसाबले डिभाइड गरेको छु तर यसको डिटेल डिभिजन छैन कहिलेकाहीँ क्वेसन आउँदाखेरि चाहिँ कुनै एउटा टपिकबाट 15 नम्बरको क्वेसन पनि आउन सक्ने भयो त्यसको लागि चाहिँ हामी तयार हुनु पर्यो अब यो चाहिँ साथीहरूले क्वेरिजहरू राख्नु भएको छ होइन एकजना साथीले भन्नुभएको छ सिलेबस प्लस 21 वटा क्वेसन ब्याङ्क सेट पढ्यौँ भने 90% कभर गर्छ होला सर गर्छ किन नगर्ने हो र तर 90% कभर गर्ने होइन हामीले 100% कभर गर्नुपर्छ किनभने तपाईँले इक्जाममा एउटा कुनै क्वेसन छोड्नु पर्ने अवस्था आयो त 10% भित्रबाट पर्यो भने त्यो क्वेसन तपाईँले छोड्नुहुन्छ अर्कोले चाहिँ गर्छ त्यही भएर यो तयारी गर्ने भन्ने कुरा चाहिँ के हो भने तपाईँले सिलेबस सबै कुरा भ्याएर त्योसँग रिलेटेड कुराहरू सबै कुराको नलेज हुनैपर्छ कुनै क्वेसन चाहिँ छोड्ने भन्ने हिसाबमा तयारी हुँदैन है मैले यति मात्रै भने अब एक दुईवटा च्याटमा हेर्छु त म तपाईँले के सर यो फर्स्ट पेपरको मार्क्स सेकेन्ड पेपरमा जोडिन्छ कि नै भन्नुभएको छ यो कुरा चाहिँ मैले हिजो अस्ति पनि भनिसकेको थिएँ फर्स्ट पेपरको छुट्टै मार्क्स हुन्छ सेकेन्ड पेपरको छुट्टै मार्क्स हुन्छ तपाईँ दुइटै पेपरमा पास हुनुभयो भने दुइटै अनि त्यो मार्क्स चाहिँ जोडिन्छ तपाईँको फुल मार्क्स 200 भयो अब 200मा तपाईँले फर्स्ट पेपरमा 40-45 ल्याउनु भयो सेकेन्ड पेपरमा 90 ल्याउनु भयो तपाईँको चाहिँ 200मा 90 प्लस 45 मार्क्स भयो अब सेकेन्ड पेपरमा चाहिँ 95 ल्याउनु भयो फर्स्ट पेपरमा बाई ब्याड लक 38 मात्रै आयो भने तपाईँ फेल हुनुभयो तपाईँको जोडिएन दुईटा पेपर छुट्टा छुट्टैमा पास हुनुपर्छ मैले त्यसमा त्यति भने हेरौँ अरू पनि म्यासेज के छ एननियमका कुराहरू सबै इङ्ग्लिसमै हो र सर लेख्ने कि नेपालीबाट पनि लेख्न पाइयो पाइयो मजाले एननियमका कुराहरू तपाईँले त्यो अघि मैले चाहिँ जुन यो के अरे सिलेबस देखाएँ त्यसको फर्स्ट नम्बरमै तपाईँले नेपालीमा लेख्न सक्नुहुन्छ इङ्ग्लिसमा लेख्न सक्नुहुन्छ अथवा नेपाली र इङ्ग्लिस दुइटै मिसाएर लेख्न सक्नुहुन्छ भनेर भनेको छ एउटा के नगर्दा राम्रो भने इङ्ग्लिसमा लेखेको छ भने नेपाली अक्षर चाहिँ राख्न त्यति प्रेफर हुन्न अब नेपालीमा लेखेको छ भने इङ्ग्लिस अक्षर अलिअलि मिसाउन सकियो अब अथवा कुनै एउटै क्वेसनलाई मात्रै म नेपालीमा गर्छु अरू सबैलाई इङ्ग्लिसमा गर्छु भनेर पनि पाइयो होइन त्यसमा समस्या भएन ल एकजना दिपक मण्डलीले के भन्नुहुन्छ सर कम्प्युटर स्टुडेन्टले पनि भर्न मिल्छ कम्प्युटर स्टुडेन्टले भर्न मिलिहाल्यो नि कम्प्युटरमा मागेकै छ त कति 5 जना 7 जना कतिजना मागेको थियो नि अनि थ्योरी इक्जाममा इङ्ग्लिस लेख्नुपर्छ कि नेपाली मैले त्यो एड्रेस गर्छु सेकेन्ड पेपर तपाईँले चाहेर पनि नेपालीमा लेख्न सक्नु भएन फर्स्ट पेपरमा तपाईँसँग फ्रिडम छ फर्स्ट पेपरको पनि च्याप्टर 2, 3, 4, 5 तपाईँलाई इङ्ग्लिसमै लेख्ने हो जसले पनि अब त्यही एउटा ऐन कानुनको कुरा चाहिँ अब नेपालीमा चाहिँ पढेको हुनाले अथवा नेपालीमा पढ्दा सजिलो हुने हुनाले अब त्यसलाई नेपालीमा लेख्दा पनि भयो अथवा चाहिँ तपाईँले त्यसलाई थोरै इङ्ग्लिसमा लेख्न पनि सक्यो खासै केमा लेख्ने भन्ने कुरा त्यस्तो इस्यु नहोला ल च्याट यति नै छ है त ल अब म अगाडि बढेँ सो फेरि दोहोऱ्याएँ न्यू ट्रेन्ड्स इन पावर सिस्टम भनेको यो च्याप्टर फर्स्ट पार्टको दोस्रो खण्डको च्याप्टर 5 को 2.3 हो जस्तो लाग्छ मलाई सिलेबसमा त्यसमा चाहिँ त्यो च्याप्टर 5 को मोस्ट इम्पोर्टेन्ट च्याप्टर यही हो पावर डेभलपमेन्ट एग्रिमेन्ट पिडिए र पावर पर्चेज एग्रिमेन्ट पिपिए अब यो सिम्पल एकदम बुझ्ने भाषामा चाहिँ तपाईँहरूले चाहिँ अब थाहा पनि छ होइन अब यसलाई मैले बुझेको हिसाबमा तपाईँहरूलाई भन्छु सिम्पल एउटा पिडिए भनेको चाहिँ के हो भने पोलिसी लेभलको डकुमेन्ट हो पोलिसी लेभलको डकुमेन्ट भनेको चाहिँ कस्तो किसिमले बुझ्नु पर्यो भने पोलिसी भनेको के हो अब पोलिसी भनेको चाहिँ एउटा सरकारले कुनै एउटा एकदम सामान्य लेमन हिसाबले यो कुरा बुझौँ है त जस्तो एउटा कुनै बाहिरको पार्टी आयो बाहिरको चाहिँ कोही चाहिँ म नेपालमा हाइड्रो पावर डेभलप गर्छु भनेर आयो अब उसलाई त नेपालको बारेमा केही थाहा पनि छैन उसले अब भोलि यहाँबाट चाहिँ नाफा चाहिँ लान सक्छ कि सक्दैन भन्ने स्योर पनि छैन अथवा त्यो प्रोजेक्टमा सोसियल इस्युजहरू आउन सक्छ त्यो उसले ह्यान्डल गर्न चाहिँ सक्दैन हो यस्ता यस्ता कुराहरूलाई चाहिँ सरकारले एस्योरेन्स गरिदियो भने बाहिरको पार्टी आउँछ होइन यहाँ डेभलप गर्नलाई उसले चाहिँ इन्भेस्ट गर्नलाई अब 1 मेगावाट प्रोजेक्टको कम्तीमा पनि 18 देखि 20 करोड लाग्छ भनेपछि बाहिरको पार्टीले आएर चाहिँ 100 मेगावाटको प्रोजेक्ट चाहिँ त्यत्तिकै बनाउँदैन त्यो प्रोजेक्ट बनाउँदै गर्दाखेरि आउने सोसियल इस्यु इन्भाइरोमेन्टल इस्युज
अनि त्यसपछि भोलि चाहिँ त्यो प्रोजेक्टबाट आउने रिटर्नको चाहिँ ग्यारेन्टी, अनि त्यो प्रोजेक्टले चाहिँ भोलि उत्पादन गरेको पावर त उसले आफ्नो देशमा लाने होइन, उसले यही नेपालमै खपत गराउने हो। सो त्यो पावरहरू चाहिँ किन्ने ग्यारेन्टी, त्यो सबै कुरा चाहिँ केमा हुन्छ त, यो पावर डेभलपमेन्ट एग्रिमेन्ट पिडिएमा हुन्छ। अनि त्यो सँगसँगै आउने पिपिए भनेको चाहिँ के हो भने सिम्पल भाषामा, जस्तो कुनै एउटा डेभलोपर भनेको आइपिपी भनेको इन्डिपेन्डेन्ट पावर प्रड्युसर होइन, उसले बनाएको हाइड्रो पावरले भोलि बिजुली उत्पादन गरिसकेपछि त्यो बिजुली त कसैले किन्न पर्यो। त्यो बिजुली चाहिँ कसले किन्छ त, प्राधिकरणले, विद्युत प्राधिकरणले किन्छ अहिलेको हाम्रो कन्टेक्स्टमा हो। विद्युत प्राधिकरणसँग त्यो आइपिपीले गर्ने एग्रिमेन्ट, त्यो चाहिँ विद्युतको खरिद र बिक्रीको लागि, त्यो एग्रिमेन्टलाई के भनिन्छ त, पावर पर्चेस एग्रिमेन्ट भनिन्छ। यति कुराहरू चाहिँ हामीले नर्मल बुझ्नु पर्यो। अब अलिकति भित्र जाउँ, पावर डेभलपमेन्ट एग्रिमेन्ट भनेको डिटेलमा के रहेछ भन्ने कुरा हेरौँ। एउटा पोलिसी लेभलको डकुमेन्ट हो। पोलिसी लेभलको डकुमेन्ट भनेपछि यो चाहिँ गभर्मेन्टले साइन गर्ने डकुमेन्ट भन्ने बुझ्नु पर्यो। सिम्पल यहाँनिर भन्न खोजेको कुरा, जेनरली फर लार्ज हाइड्रो पावर प्रोजेक्ट, त्यो सानो सानो हाइड्रो पावर प्रोजेक्टको लागि चाहिँ गरिँदैन। किन गरिँदैन भने बाहिरको इन्भेस्टर सानो सानो हाइड्रो पावरको लागि आउँदैन, ऊ आउने भनेको ठुलो ठुलो हाइड्रो पावरको लागि हो। र यो चाहिँ कन्ट्र्याक्ट बिट्विन गभर्मेन्ट एन्ड इन्भेस्टर, पिडिए भनेको चाहिँ के रहेछ त, गभर्मेन्टले, नेपाल सरकारले त्यो चाहिँ जो इन्भेस्टर आउँछ हाइड्रो पावर बनाउँछु भनेर उसँग गरेको चाहिँ कन्ट्र्याक्ट हो। अब नर्मल्ली यसमा चाहिँ के कुरा कभरेज हुन्छ त भन्दाखेरि, गभर्मेन्ट एस्योर्स इन्भेस्टर्स द्याट इट वुड एभोइड एनी पोसिबल सोसियल, इकोनोमिक अर पोलिसी लेभल अनसर्टेनिटिज ड्युरिङ कन्स्ट्रक्सन फेज। भनेपछि बाहिरको जो चाहिँ विदेशी पार्टी छ उसले चाहिँ यहाँ चाहिँ कुनै सोसियल इस्युज आयो भने त्यो इस्युलाई उसले रिजल्भ गर्न सक्दैन। सोसियल इस्यु भनेको के हो, अब कुनै एउटा ठाउँमा हाइड्रो पावर बन्दैछ, त्यो ठाउँमा चाहिँ पब्लिकले विभिन्न चाहिँ माग राख्न थाले, अब त्यहाँ चाहिँ डिस्टर्ब गरे भनेपछि उसले त त्यो पब्लिकलाई त अब उसँग कानुन पनि छैन केही, उसले चाहिँ त्यो आफ्नो चाहिँ प्रोजेक्ट त चलाउन सक्दैन। त्यो हुँदाखेरि त उसले सरकारको सहयोग लिन पाउनु पर्यो। सो सरकारले चाहिँ त्यो कुराको चाहिँ एस्योरेन्स गरेको भयो। अनि त्यसपछि अरू पोलिसी लेभलको अनसर्टेनिटिज भनेको चाहिँ के हो भने, भोलि बिजुली उत्पादन गरेपछि कहाँ बेच्ने, उसले बिजुली त आफ्नो देश लान पाउँदैन, उसले बेच्ने यही हो। अनि त्यसपछि ट्याक्सका कुराहरू के हुने, अनि नेपालबाट विदेशमा पैसा लानलाई सजिलो छैन। अब उसले चाहिँ यहाँ कमाएको पैसा त आफ्नो देशमा लगेन भने त उसलाई त काम लागेन। सो त्यो कुरालाई कसरी रिजल्भ गर्ने, यी यस्ता यस्ता कुराहरू चाहिँ समावेश गरेर चाहिँ पिडिए बनेको हुन्छ। सो कभरेज अफ पिडिए के कुराहरू हुन्छ छिटो हेरौँ। ल्यान्ड एक्विजिसनको बारेमा गभर्मेन्टले चाहिँ एस्योरेन्स गरेको हुन्छ, बाहिरको पार्टीले यहाँ आएर जग्गा अधिग्रहण गर्न सक्दैन। सो त्यो कुराहरू चाहिँ कसरी गर्ने, के गर्ने भनेर त्यसमा लेखिएको हुन्छ। अनि गभर्मेन्ट अफ नेपाल सरकारको चाहिँ अब्लिगेसन के हो र रेस्पोन्सिबिलिटिज के हो त्यो प्रोजेक्ट बनाउनलाई, त्यो कुराहरू उल्लेख गरेको हुन्छ। अनि कम्पनी भनेको जुन बाहिरको कम्पनी छ त्यो कम्पनीको अब्लिगेसन र रेस्पोन्सिबिलिटीको बारेमा लेखेको हुने भयो। अनि फोर्स मेजर भनेको चाहिँ अब प्रोजेक्ट एक्जिक्युट गर्दै जाँदाखेरि भुइँचालो आयो, एउटा इक्जाम्पल दिएको, अथवा चाहिँ ल्यान्डस्लाइड भयो, त्यो कुराको त कसैको लागि पनि कन्ट्रोल छैन। त्यो कन्ट्रोल नहुँदाखेरिको चाहिँ कन्डिसनमा भोलि त्यो प्रोजेक्टको टाइम एक्सटेन्सन गर्न पर्ला, के गर्न पर्ला, त्यो कुराको पनि एस्योरेन्स चाहिँ पिडिएमा गर्न पर्यो, गरेको हुन्छ। अनि त्यसपछि ट्याक्स एन्ड अदर इन्सेन्टिभ्स भनेको, अब भोलि जस्तो कुनै एउटा पार्टी आयो बाहिरबाट, त्यो पार्टीले चाहिँ यहाँ प्रोजेक्ट डेभलप गर्यो, अब अहिले चाहिँ मानौ 2% मात्रै ट्याक्स लिने थियो सरकारले, अब भोलि 10 वर्षपछि चाहिँ पोलिसी बनाएर 20% ट्याक्स लगाइदियो भने त लगाइदिनु त सक्छ सरकारले। सो त्यो कुराहरू चाहिँ, त्यो ग्यारेन्टी चाहिँ उसले यो डकुमेन्टमा खोजिसकेपछि, र यो डकुमेन्टमा के लेखेको हुन्छ भने ट्याक्स चाहिँ तिमीलाई 30% मात्रै लाउँछु भनेर लेखिसकेपछि भोलि गभर्मेन्टले चेन्ज गर्न पाएन। यस्ता यस्ता कुराहरू पनि समावेश गरेको हुने भयो। अनि लाइसेन्स पिरियड, कुनै पनि एउटा प्रोजेक्ट होइन कति वर्षसम्म चाहिँ उसको चाहिँ अन्डरमा हुन्छ, अनि त्यसपछि चाहिँ त्यो प्रोजेक्टको चाहिँ राइट अथवा चाहिँ त्यसको अधिकार चाहिँ सरकार समक्ष आउँछ, त्यसको चाहिँ लाइसेन्स पिरियड भन्छौँ त्यसलाई, त्यो त्यसको बारेमा हुने भयो। अनि रोयल्टी उसले कति तिर्न पर्ने हो, जस्तो हामीले चाहिँ विद्युत ऐनमा हामी चाहिँ त्यो व्यवस्था गरेको छ, पर मेगावाट आवर चाहिँ 10 वर्षसम्म यति, अनि 10 वर्षपछि चाहिँ यति, अनि इन्स्टल क्यापासिटीको चाहिँ पर किलोवाट आवरको चाहिँ यति भनेर त्यसरी राखेको छ। त्यो कुराहरू पनि यहाँ स्पष्ट हुनु पर्यो, अनि मात्रै उसले चाहिँ
बाहिरको पार्टी आएर चाहिँ यहाँनिर चाहिँ प्रोजेक्ट डेभलप गर्ने भयो होइन। अनि अर्को यसमा इम्पोर्टेन्ट कुरा भनेको रिपाट्रिएसन राइट भन्छ त्यसलाई। त्यो भनेको चाहिँ मैले बोलेको थिएँ, जस्तो कुनै एउटा कोरियन कम्पनी आएर यहाँ इन्भेस्ट गर्यो भने उसले चाहिँ यहाँ कमाएको पैसा आफ्नो देशमा लान पायो भने मात्रै उसको लागि चाहिँ त्यो रेभिन्यू हो। अब नभए नेपाली पैसा लिएर उसले के गर्ने हो र, उसले चाहिँ आफ्नो देशमा डलर लान पाउनु पर्यो। सो त्यो डलर लान पाउनु पर्ने व्यवस्थालाई चाहिँ के भन्छ त, रिपाट्रिएसन राइट भन्छ। त्यो भनेको रिटर्निङ इन्कम टु ओन कन्ट्री भनेको जुन देशबाट आएको त्यो देशमा चाहिँ फिर्ता लान पाउनु पर्यो, त्यो राइट पनि हुनु पर्यो। अनि लज एन्ड डिस्प्युट रिजोल्युसन्स, भोलि अब प्रोजेक्ट बनाउँदै जाँदाखेरि विभिन्न डिस्प्युटहरू आउन सक्छ, त्यो डिस्प्युटलाई कसरी ह्यान्डल गर्ने त्यसको बारेमा पनि डिटेलमा हुनु पर्यो। अनि त्यसपछि चाहिँ इभेन्ट्स अफ डिफल्ट एन्ड टर्मिनेसन, अब त्यो भनेको चाहिँ हामीले जस्तो अब कुनै पार्टी आयो, त्यो पार्टीले चाहिँ अब काम गर्न पनि सुरु गर्यो, तर के अरे काम गर्दा गर्दै बिचमा काम गर्न नसक्ने भयो, त्यस्तो हुँदाखेरि चाहिँ कसरी टर्मिनेसन गर्ने, के गर्ने भन्ने कुराहरू सबै कुराहरू डिटेलमा राखेको हुन्छ। हामीलाई पिडिएमा चाहिने कुराहरू यति हो है। मैले एउटा यो यतापट्टि एउटा चाहिँ स्क्रिनसट राखिदिएको छु, तपाईँले गएर एउटा चाहिँ यो पिडिएको डकुमेन्ट एभाइलेबल छ। त्यो डकुमेन्ट चाहिँ यो चाहिँ अप्पर त्रिशुली 1 यो 216 मेगावाटको हो। त्यो प्रोजेक्ट बनाउने बेलामा त्यो प्रोजेक्टको लागि चाहिँ गरेको पिडिए को डकुमेन्ट चाहिँ हाम्रो यो जल तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा गएर हेर्यो भने त्यसलाई एमओइडब्ल्युआरआई भन्छ होइन। त्यहाँ गएर चाहिँ खोज्नुभयो भने यो डकुमेन्ट पाइन्छ। अब यो डकुमेन्ट चाहिँ तपाईँको 100 पेजको छ, 300-400 पेजको छ। सबै कुराहरू हामीले चाहिँ अब इक्जाम पोइन्ट अफ भ्यूबाट चाहिएन। इक्जाम पोइन्ट अफ भ्यूबाट सिम्पल चाहिने के हो, पिडिए भनेको के हो, यो कस्तो प्रोजेक्टको लागि हुन्छ, अनि त्यसपछि चाहिँ यसमा र पिपिएमा फरक के हो, लगभग यति कुरा भएपछि इक्जाम पोइन्ट अफ भ्यूबाट पुग्छ। तर 2-4वटा कुराहरू बढी थाहा भयो भने राम्रो हो। त्यो हिसाबमा सर र एकचोटि चाहिँ अरू केही नहेरे पनि यसको चाहिँ टेबल अफ कन्टेन्टमा एकचोटि त्यो पेजमा गएर खोलेर तपाईँले टेबल अफ कन्टेन्टमा गएर हेर्नुभयो भने के कुरा चाहिँ यसमा कभरेज हुँदो रहेछ भन्ने कुराहरू यहाँ छ। अनि अलिकति इन्ट्रेस्ट लाग्यो, अलिकति टाइम पुग्यो भने थोरै भित्र छिरेर हेर्नुभयो भने अझ बढी क्लियर हुने भयो होइन। त्यही भएर पिडिएको बारेमा चाहिँ यो पिडिएको एउटा डकुमेन्ट एभाइलेबल पनि छ। त्यो डकुमेन्ट तपाईँले गएर खोज्न पर्यो। अनि खोजेर त्यो डकुमेन्टलाई सर एकचोटि स्क्यानिङ गर्ने भन्छौँ नि होइन। त्यसमा अब त्यसैमा नोट बनाएर त्यसैलाई चाहिँ एकदम सबै सम्झिने गरी पढ्न परेन, तर के लेखेको रहेछ, जस्तो एउटा अहिले मैले यति भनेपछि तपाईँलाई के एउटा क्युरियोसिटी हुनसक्छ भने अब ट्याक्स एन्ड अदर इन्सेन्टिभमा चाहिँ के कुरा राखेको रहेछ त यसले भनेर तपाईँले गएर चाहिँ यो सबै त्यो पेज खोलेर 29 नम्बरमा गरिदिनु भने एक पेज त रहेछ, यस्तो रहेछ भनेर बुझ्यो नि होइन। अनि तपाईँहरूलाई अलिकति हायर लेभलमा क्वेसन सोध्यो भने पिडिएमा भएका कुराहरू मध्ये अरू थप के कुरा थप्नु पर्ने हुन सक्ला, अब त्यस्तो लेभलको क्वेसन त सोध्ला जस्तो मलाई लाग्दैन होइन। यदि त्यस्तो किसिमले पनि सोध्यो भने तपाईँले 2-4वटा कुराहरू चाहिँ यसो हेरेर यो कुरा चाहिँ मिसिङ हुन सक्छ, अथवा यो कुरामा चाहिँ भोलि एम्बिग्युटी आउन सक्छ, त्यो कुराको लागि चाहिँ यो कुरा केही गर्नुपर्छ भनेर चाहिँ हामीले एउटा आफैले त्यो कुरा चाहिँ अब त्यसमा मेरो एउटा कन्सेप्ट हुन्छ, तपाईँको आफ्नो कन्सेप्ट हुन्छ, तर त्यो कन्सेप्ट निकाल्नलाई पनि हामीले 17वटा टपिक चाहिँ हेरेर यसमा यो कुरा चाहिँ मिसिङ आउट हुनसक्छ, अथवा यही टपिकभित्र पनि हामीले पढ्दाखेरि चाहिँ यो कुरा थप्यो भने अझ बेटर हुनसक्छ भनेर एउटा चाहिँ त्यो त्यहाँसम्मको तयारी गर्यो भने राम्रो है नि त। तपाईँको चार्ट गर्नु चाहिँ यो चाहिँ मैले मेकानिकलको लागि पनि एकदम सबैलाई यही नै हो है। फर्स्ट पेपरको चाहिँ 7 तहको लागि यही हो। ल अब अगाडि बढौँ है त। पिडिए पछि अब आयो पिपिए होइन। अब पिपिए भनेको चाहिँ के हो त भन्दाखेरि अघि भनेको कुरा दोहोऱ्याएँ, पिपिए भनेको विद्युत प्राधिकरण र अथवा सिम्पल भाषामा बिजुली खरिद गर्ने संस्था र बिजुली बेच्ने संस्था बीच हुने कमर्सियल एग्रिमेन्ट भनेको चाहिँ पावर पर्चेज एग्रिमेन्ट हो। हाम्रो कन्टेक्स्टमा अहिलेको कन्टेक्स्टमा बिजुली खरिद गर्ने भनेको विद्युत प्राधिकरण भयो, अनि बिजुली बेच्ने भनेको चाहिँ यो आइपिपीजहरू भयो, इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरू भयो।
सो यसको चाहिँ अब यो चाहिँ के हो त भन्दाखेरि प्लेज अ की रोल इन द फाइनेन्सिङ अफ द आइपिपी भनेर भन्छ। त्यो सिम्पल भन्न खोजेको कुरा के हो भने 1 मेगावाट नै प्रोजेक्ट बनाउनलाई पनि 20 करोड लाग्छ भनेपछि अब 10 मेगावाटको प्रोजेक्ट बनाउनु पर्यो भने 20 × 10 करोड लाग्यो होइन। सो त्यत्रो पैसा त कुनै पनि इन्भेस्टरसँग हुँदैन। त्यो नभइसकेपछि उसले के गर्नुपर्छ त ब्याङ्कमा गएर चाहिँ म यस्तो प्रोजेक्ट बनाउँदैछु, त्यो प्रोजेक्टको लागि चाहिँ फाइनेन्सिङ गरिदेऊ भनेर उसले रिक्वेस्ट गर्नुपर्छ। अब ब्याङ्कले त्यतिखेर मात्रै फाइनेन्स गर्न सक्छ जब उसको चाहिँ लोन भोलि चाहिँ त्यो प्रोजेक्टले तिर्न सक्छ भन्ने कुराको एस्योरेन्स हुन्छ। त्यो एस्योरेन्स चाहिँ कसरी पाउँछ त ब्याङ्कले भने यसले चाहिँ 5 वर्षपछि उत्पादन गरेको बिजुली विद्युत प्राधिकरणलाई बेच्ने रहेछ। त्यो बेचेको बिजुलीबाट चाहिँ उसले यति रेभेन्यू पाउने रहेछ। त्यो रेभेन्यूबाट चाहिँ मेरो ब्याज बिस्तारै ब्याज र सामा यसरी तिर्ने रहेछ भन्ने कुरा चाहिँ ब्याङ्कले चाहिँ यो पिपिए को डकुमेन्ट हेरेपछि एस्योर हुने भयो। सो सिम्पल के रहेछ त यसले चाहिँ फाइनेन्सिङको लागि चाहिँ की रोल प्ले गर्ने रहेछ भन्ने कुरा बुझ्न पर्यो। अनि त्यसपछि त्यही कुरामा जोडेर आउने प्रोभाइड्स अ सर्टेनिटी अफ रेभेन्यू फर सेलर। सेलर भनेको बिजुली बेच्ने एन्ड सेक्युरिटी अफ सप्लाई फर पर्चेजर। हेर्नु त यो कुरा कति घटलाग्दो छ। अब उत्पादन जो चाहिँ त्यहाँ इन्भेस्ट गरेको छ उसलाई चाहिँ सर्टेनिटी अफ रेभेन्यू भयो। उसले उत्पादन गरेको बिजुली कहाँ बेच्छु भनेर चाहिँ त्यसरी उसले ओरी गर्न परेन। यो डकुमेन्ट साइन गरिसकेपछि भोलि प्राधिकरणले किन्ने भयो। अनि त्यसपछि प्राधिकरणलाई पनि सँगसँगै के फाइदा भयो भने अब भोलि 10 वर्षपछि चाहिँ डिमान्ड चाहिँ मेरो यति हुनसक्छ। त्यो डिमान्ड चाहिँ यति यतिवटा प्रोजेक्ट चाहिँ यहाँ यसरी बन्दैछ, भोलि त्यो प्रोजेक्टहरू चाहिँ त्यो समयभित्र बनिसक्छ भनेपछि मेरो सप्लाईको सेक्युरिटी छ भनेपछि सो लोड सेडिङ जस्ता कुराहरू चाहिँ भोलि अभोइड गर्नलाई चाहिँ प्राधिकरणलाई सजिलो हुने भयो। यसले चाहिँ आइपिपीलाई मात्रै होइन प्राधिकरणलाई पनि फाइदा रहेछ भनेर हामीले हेरौँ। त्यसपछि मेजर पार्ट अफ द रिस्क सेयरिङ अफ बोथ बायर एन्ड सप्लायर। यो सिम्पल भन्न खोजेको के हो, सप्लायरको रिस्क चाहिँ के भयो त भोलि उत्पादन भएको बिजुली कहाँ खपत गर्ने भन्ने कुराको ओरी भएन। अनि विद्युत प्राधिकरण जस्तो चाहिँ संस्थालाई पनि भोलि डिमान्ड बढ्दै जाँदाखेरि चाहिँ त्यो डिमान्ड चाहिँ कसरी मिट गर्ने भन्ने कुराको लागि चाहिँ ओरी गरिराख्न परेन। एउटा कुरा त्यो भयो। अर्को कुरा अब रिस्क सेयरिङ भनेको चाहिँ विशेष गरी चाहिँ उत्पादनको हिसाबमा चाहिँ के भन्न खोजेको भने प्रोजेक्ट बनाउँदै जाँदाखेरि त भोलि 4 वर्ष भनेको 5 वर्ष पनि लाग्न सक्ला, 6 वर्ष पनि लाग्न सक्ला होइन। त्यस्तो कुराहरूमा चाहिँ यो के गर्ने भनेर चाहिँ त्यसमा पनि अब जस्तो हामीले त कमिटमेन्ट गर्ने कुरा हो नि, 5 वर्षपछि चाहिँ म यति बिजुली चाहिँ दिन्छु भनेर चाहिँ डेभलपरले भनेको हुन्छ। अब त्यो थोरै मिट भएन भने त्यसलाई कसरी चाहिँ एड्रेस गर्ने, यस्ता यस्ता कुराहरू पनि पिपिएमा लेखिएको हुने भयो। म नेक्स्टमा गएँ। अब पिपिएमा के कुराहरू के हो त पिपिए भनेको हेरौँ त। लिगल्ली बाइन्डिङ कन्ट्र्याक्ट बिट्विन सेलर एन्ड पर्चेजर अफ इलेक्ट्रिसिटी। सेलर भनेको बेच्ने मान्छे, त्यो भनेको आइपिपी, पर्चेजर भनेको विद्युत प्राधिकरण हाम्रो कन्टेक्स्टमा। इट डिस्क्राइब्स अल द कमर्सियल टर्म्स फर द सेल अफ इलेक्ट्रिसिटी। की इन्स्ट्रुमेन्ट फर प्रोजेक्ट फाइनेन्स आइसकेको कुरा। एज इट डिफाइन्स द रेभेन्यू एन्ड क्रेडिट क्वालिटी अफ अ जेनेरेसन प्रोजेक्ट। लास्ट फर सर्टेन डिकेड्स जेनरली मोर देन 30 इयर्स। भनेको चाहिँ अब एउटा कुनै पिपिए गरिसकेपछि त्यो पिपिए चाहिँ लङ टर्म कन्ट्र्याक्ट हो। त्यो प्रोजेक्टको बेसिसमा हुनसक्छ। अहिले नर्मल्ली 30 वर्षभन्दा माथि भनेको अराउन्ड 30 देखि 35 वर्षसम्मको चाहिँ हुन्छ त्यो एग्रिमेन्ट। अनि त्यो एग्रिमेन्ट भनेको अब चेन्ज हुँदैन, नर्मल्ली चेन्ज हुने गरी चाहिँ गरिएको हुँदैन। त्यही भएर यो चाहिँ एउटा चाहिँ हामीले भन्छौँ नि गीता जस्तो हो कि हाइड्रो पावर डेभलपरको लागि चाहिँ यही डकुमेन्ट 30 वर्षसम्म पल्टाएर यही डकुमेन्टमा जे भनेको छ त्यही कुराले गभर्न गर्ने भयो भोलि। अब पिपिएमा के कुराहरू हुन्छ त धेरै कुराहरू हुन्छ हुनलाई, तर हाम्रो एक्जाम पोइन्ट अफ भ्यूबाट हामीलाई चाहिने कुराहरू चाहिँ मेन कुराहरू मैले चाहिँ सर्ट आउट गरेको छु। वेन द प्रोजेक्ट विल बिगिन द कमर्सियल अपरेसन, त्यसलाई कमर्सियल अपरेसन डेट भनेर सिओडी भनेको हुन्छ। त्यो भनेको चाहिँ जस्तो आज चाहिँ पिपिए साइन भयो, त्यो पिपिए साइन भएपछि त अब कहिलेसम्ममा यो प्रोजेक्टले चाहिँ अपरेसनमा आउँछ भन्ने कुरा कमिटमेन्ट गर्न पर्यो नि डेभलपरले। सो त्यो कमिटमेन्ट गरेको डेट चाहिँ त्यसमा स्पष्टसँग लेखिएको हुन्छ। भनेको अब मानौ अब 82 साल अहिले मङ्सिर पुसमा चाहिँ साइन गर्यो पिपिए भने अब 4 वर्ष मलाई कन्स्ट्रक्सनमा लाग्छ। सो मेरो चाहिँ सिओडी कमर्सियल अपरेसन डेट चाहिँ अब 86 साल पुसको 30 गते
भनेर त्यसरी तोकेको हुन्छ। अब त्यो पुसको 30 गतेसम्ममा चाहिँ डेभलोपरले बिजुली दिन सकेन भने के हुन्छ, यस्ता यस्ता कुराहरू पनि त्यहाँ लेखिएको हुन्छ। त्योभन्दा अगाडि नै उसको प्रोजेक्ट रेडी भयो अरे, त्यो कन्डिसनमा के हुन्छ, यस्ता यस्ता कुराहरू पनि त्यसमा समावेश गरिएको हुन्छ। अनि सेड्युल फर डेलिभरी अफ इलेक्ट्रिसिटी भनेको अब हाम्रो चाहिँ बिजुली, अब यहाँ एउटा कुरा के बुझौँ भने मोटामोटी पिपिए गर्ने भनेको अहिले नेपालको कन्टेक्स्टमा एउटा हाइड्रो पावर डेभलोपर र त्यसपछि प्राधिकरणको बिचमा भनेर बुझौँ। अब त्यो अब बिस्तारै त्यो चाहिँ ट्रेन्ड चेन्ज हुँदैछ। सोलरमा पनि हामीले पिपिए गर्न थालेको छौँ। त्यो अलिकति कमर्सियली त आइसकेको छैन, त्यसमा प्राधिकरणले गाइड गरिराखेको छ। तर अब निकट भविष्यमा सोलरमा पनि हामीले चाहिँ जसरी हाइड्रोसँग गरिरहेको छौँ पिपिए त्यसरी नै हुने भयो होइन। अहिले चाहिँ हामीले चाहिँ प्राधिकरणले कम्पिटिटिभ बिडिङ गराएर चाहिँ पिपिए गरिराखेको छ। हाइड्रो पावरको केसमा त्यस्तो होइन। हाइड्रो पावरको केसमा चाहिँ हामीले लाइसेन्स लिएर अनि त्यो लाइसेन्सको चाहिँ बेसिसमा पिपिए गर्ने हो है। त्यसमा अलिक जाउँला अहिले पछि, ठिकै छ। सो सेड्युल फर डेलिभरी अफ इलेक्ट्रिसिटी भनेको जस्तो हाइड्रो पावरको केसमा बर्खाको बेलामा पानी बढी हुने भयो भनेपछि त्यो बेलामा कमिटमेन्ट पनि मैले बढी बिजुली दिन्छु भनेर गर्ने भयो डेभलोपरले। अनि त्यसपछि चाहिँ हिउँदको बेलामा पानी कम हुने भयो, त्यतिखेर बिजुली पनि कम दिन्छु भनेर कमिटमेन्ट गर्ने भयो। यस्ता यस्ता कुराहरू पनि हुने भयो। अनि डेलिभरी पोइन्ट कहाँ हुने, त्यो हाइड्रो पावर त एउटा कुनै ठाउँमा बनेको हुन्छ। त्यो हाइड्रो पावरबाट आउने बिजुली चाहिँ डेलिभर उसले चाहिँ कहाँसम्म गर्नुपर्ने हो भनेको नर्मल्ली ग्रिडको सब स्टेसन हुन्छ। जस्तो एउटा इक्जाम्पल अप्पर तामाकोसी जुन छ 456 मेगावाटको दोलखामा, त्यसको डेलिभरी पोइन्ट भनेको चाहिँ खिम्तीको सब स्टेसन हो। सो सिम्पल डेलिभरी पोइन्टसम्मको रेस्पोन्सिबिलिटी चाहिँ त्यो चाहिँ डेभलोपरको भयो। अब कुनै एउटा हाइड्रो पावर बन्दैछ कुनै खोलामा भने त्यो खोलादेखि त्यो सब स्टेसन अथवा चाहिँ ग्रिडको पोइन्टसम्म जहाँ डेलिभरी पोइन्ट हो त्यहाँसम्मको जिम्मेवारी रेस्पोन्सिबिलिटी चाहिँ कसको भयो, त्यो डेभलोपरको भयो। अनि त्यसपछि सेल्स एन्ड पर्चेजर अफ इनर्जी भने कन्ट्राक्टेड इनर्जी भनेको अघि नै मैले भनेको कुराहरू भयो होइन। अनि पेनाल्टिज फर अन्डर डेलिभरी, एउटा इक्जाम्पल पुसमा एउटा कुनै 10 मेगावाटको हाइड्रो पावरले सर्टेन गिगावाट आवर अफ इलेक्ट्रिसिटी चाहिँ म डेलिभर गर्छु भनेर चाहिँ कमिटमेन्ट गर्यो। अब त्यति चाहिँ उसले डेलिभर गर्न सकेन कुनै कारणले, त्यसमा फोर्स मेजर भन्दा बाहेक कुनै कारणले चाहिँ यदि उसले डेलिभर गर्न सकेन भने उसलाई सर्टेन पेनाल्टी चाहिँ प्राधिकरणले लगाउँछ। किन लगाउनु पर्यो भने कमिटमेन्ट गरेको बिजुली चाहिँ प्राधिकरणले पाएन भने अब प्राधिकरणले चाहिँ त्यो जुन बिजुलीको ग्याप छ त्यो ग्याप त कतैबाट फुलफिल गर्न पर्यो हो। सो त्यस्तो प्रोभिजन पनि त्यसमा राखेको हुन्छ। अनि पेमेन्ट टर्म्स भनेको चाहिँ सिम्पल हामीले के बुझ्नु पर्यो भने अब इस्युजहरू आउँछ नि दुईटा पार्टीको बिचमा, अब कति समयभित्र चाहिँ पेमेन्ट गरिसक्नु पर्ने, त्यो समयभित्र पेमेन्ट नगरे के हुने, अनि त्यसपछि त्यो रिजल्भ नै भएन, दुइटै पक्ष चाहिँ भनेको विद्युत प्राधिकरण र अनि एउटा चाहिँ आइपिपीको चाहिँ बिचमा कुनै कुरामा मिसअन्डरस्ट्यान्डिङ भयो, त्यसलाई कसरी रिजल्भ गर्ने, यस्ता कुराहरू पनि यसमा समावेश भएको भयो। अनि फोर्स मेजर भनेको एक्ट अफ गड होइन, प्रोजेक्ट बनाउँदै गर्दा भूकम्प आयो, अब त्यसले केमा असर गर्छ त, कमर्सियल अपरेसन डेटमा असर गर्छ। त्यो त उसको चाहिँ के अरे त्यो डेभलोपरको पनि आफ्नो हातमा छैन, त्यसलाई एक्ट अफ गड पनि भन्ने हामीले भन्छौँ नि। सो यस्तो कन्डिसन आयो भने चाहिँ के गर्ने, यस्ता यस्ता कुराहरू पनि हुनु पर्यो। अनि रिभ्यू क्लजेसहरू हुन्छ, त्यो भनेको चाहिँ अब किनकि यो त लङ टर्म कन्ट्र्याक्ट हो होइन, 30 वर्षभन्दा बढी समयको लागि हुन्छ, बिचमा केही रिभ्यू गर्नु पर्यो त्यसको चाहिँ क्लजहरू केही राखेको हुनु पर्यो हामीले। अनि फाइनल्ली अर्को भनेको चाहिँ अब कुनै डेभलोपरले पिपिए गर्यो तर प्रोजेक्ट चाहिँ बनाउन सकेन भने अब टर्मिनेट त गर्नु पर्यो पिपिए, त्यसको चाहिँ क्लजेसहरू के हुन्छ, यस्तो कुराहरू राखेको हुन्छ।